प्रार्थनालाई आज सरप्राइज हुन्छ। नेपालबाट आउँदैछ, राति 11 बजेको फ्लाइट हो। अस्तिको हप्ता बर्थडे थियो अनि हामीले पढाउन पाएको थिएनौँ। अब आज आउँदाखेरि उसलाई वेलकम पनि हुन्छ अनि ह्याप्पी बर्थडे सरप्राइज पनि हुन्छ अनि त्यसको बर्थडे ह्याप्पी नै हुन्छ। आज सौजनको मायालाई सरप्राइज दिन लाग्यो, प्रार्थनालाई बर्थडे सरप्राइज। अब हामी सपिङ गर्न आएको हो, राति राति सपिङ गर्न आउँदैछौँ शान्त पिसफुल इन्भाइरोमेन्टमा छिटो गर्नलाई। केही किन्छ मैले देखाउँछु है। हामी बिग डब्लु अब एकछिनपछि उता अरू कता कता जाने हो। यसलाई छिटाऊ यहाँ फोटो प्रिन्ट गर्न लाग्यो, रेडी हुँदैछ। यहाँ फोटो प्रिन्ट हुन रेडी छ। आज हाम्रो डेकोरेसन खतरा हुनेवाला छ, होइन त विश्वास? फोटो आउँदैछ। आयो है, आयो। के भयो अरे? बजार त उठाउनु त पऱ्यो नि आज। अनि प्रार्थनाको हामीले प्रार्थना जति वर्ष भयो त्यतिवटा गिफ्ट दिने भनेर अनि किनेको नि त। त्यही भएर 8 बज्यो, 8 बजीसम्म हामी अझै बाहिरै छौँ। घर गएर कहिले रेडी गर्ने हो केही गरेको छैन। हाम्रो ल प्रिपेरेसन सुरु भइरहेछ। प्रार्थना आउने बेला भइसक्यो, केही गरेको छैन। ल यो चाहिँ बिफोर हो। ह्याप्पी बर्थडेको आजको दिनको तयारी यस्तो हुँदैछ। हेर्नुहोस्, हेर्नुहुन्छ उहाँ हुनुहुन्छ सौजनजी। उहाँ आज धेरै एक्साइटेड हुनुहुन्छ। कति बेला 10 बज्छ भनेर 10 बजिसक्यो, 10:40। अनि उहाँ हुनुहुन्छ आजको यो कार्यक्रमको अध्यक्ष, उहाँ हुनुहुन्छ असिस्टेन्ट डाइरेक्टर, उहाँ हाउसकिपिङमा हुनुहुन्छ आज। आजको गिफ्टको परिकारहरू प्याकिङ हुँदैछ। यसरी हेर्न सक्नुहुन्छ। त्यहाँ एक थुप्रो बाँकी छ अझै प्याकिङ गर्नलाई। यो टिभी प्याकिङ गर्न बाँकी छ, यो पनि प्याकिङ बाँकी छ। गिफ्ट प्याकिङ प्याक गरेछन्। बिहामा प्याक गरे जस्तो भयो। ल हाम्रो डेकोरेसन अब अलमोस्ट रेडी हुन लाग्यो। गिफ्ट ऱ्याप सकिसक्यो। ओके रेडी भयो सबै थोक। कस्तो राम्रो भयो नि। अब हामी लिन जान लाग्यो, जाने बेला भयो। अब हामी कति मिनटमा पुग्छौँ एयरपोर्ट? 20 मिनट? 30? आकाशतिर हेर्दै गर है कुन प्लेन हो। We reached at airport. हामी आइपुग्यौँ, टर्मिनल 1 मा रहेछ।
साउजन पार्क गर्न गएको छ म कुरिरहेको छु जाडो छ विन्टर इज हियर कस्तो चिसो छ प्रार्थनालाई अब जाडो हुन्छ नेपालमा गर्मी सुरु भइसकेको थियो उसलाई आउन मन थिएन बिचरा अब नेपालबाट आउँदाखेरि उता चाहिँ सबैजना स्याड हुनुभएको होला हामी चाहिँ यहाँ सबैजना खुसी भएर बसेका छौँ प्रार्थना आउँथ्यो भनेर प्रार्थना पनि मलाई आउने मन छैन यस्तै भन्दै थिएँ आइज फेरि जाउँला नि भनेर भन्दै थिएँ अब जाम ल्यान्ड भइसक्यो अरे ल फुलसँग आई प्रार्थना आई लाई भेटे यस्तो कस्तो राम्रो लाग्छ मलाई यस्तो दामी लाग्छ अनि राख्ने वेलकम टु माई ब्लग अजी भइसक्यो तिमी भित्र ल्यान्ड हुने बित्तिकै हङ्ग्री ज्याक्स क्रेभिङ रे ल भयो त अब ल है खै नेपालबाट आएको मान्छे यता अनुहार देखा त यसो ए चियर्स चियर्स खै प्रार्थनाको क्रेभिङ हङ्ग्री ज्याक्स आउने बित्तिकै नेपालको दुध घिउ अजी प्योर अजी खै यता हेर वान बाइट लाइट दाई लाइट हाम्रो ग्यालरीमा स्वागत छ हाम्रो घरको चेन्ज भएर नि खान्छ नि यो यस्तै हो जहिले नि एकै दुईतिरै रहेछ लौ न अनि देखे सबै ह्याप्पी बर्थडे यो देखाइदेऊ न यो फोटो तिमी पनि जाऊ ल जाऊ सही लाग्यो ल जाऊ त्यहाँ जाऊ होइन यतिकै कस्तो राम्रो देखिन्छ क्या ल के हो तिमी अर्को बर्थडे आउन आँटिसक्यो स्विट 16 स्विट 16 हो नि त प्रार्थने
लाइट बालम न Happy birthday टु यु ह्यापी बर्थडे टु यु सबजना त्यहाँ जाऊ न हामी तर्सी त आत्ती आत्ती Happy बर्थडे टु यु माथि माथि यो देखाउन न बिग्रेको देखेको के भयो ल भएन। एउटा कम्पिटी बिग्रिनै पर्छ यो त रुल नै हो रहनुपर्छ नि त्यो हामीसँग एउटा मात्र म खुवाउँछु नि पहिला ह्याप्पी बर्थडे खतरा दिदीको एङ्गल जाऊ न म फेरि खुवाउँछु के ला माई गॉड हाम्रो डेकोरेसन खाली हो कि के हो यो खाली हो कि के हो रे छैन न म फेरि खुवाउँछु नि ल ह्याप्पी बर्थडे प्राप्नु आई मिस्ड यु 1 month प्राप्नु रे प्राप्नु माया राख न तिमी जानु खानु पहिला अन्त क्यामेराग्राफर फोटोग्राफर हो नि त मलाई ओ या ल जाऊ तिमी से ओए से ओए सम्झिनु भयो के म भन्छु के तपाईलाई ल ह्यापी स्वीट 16 थ्यांक्स आफ्ने अगाडि हेर त तेरो गिफ्टहरू आइज न अगाडि पहिला अगाडि आइज न त्यो सबै तान्न तेरो 31
यहाँ गिफ्टको थुप्रो लागिसक्यो अब यो फाल्नुपर्छ हो ए अनप्याकिङ भइरहेछ है हाम्रो सुटकेस अनप्याकिङ थ्याङ्क यू विजय चाहिँ के हो यो अझ यो मोनिकाको साइज अरे यसो कहानी ए मेरो लागि विन्टरको लागि हो थ्याङ्क यू यसको कहानी लामो छ थ्याङ्क यू ल वर्ल्ड कप हेर्न रेडी है यहाँ कोही वर्ल्ड कप हेर्न रेडी इङ्ल्यान्ड म चाहिँ जाडोमा ओ पुस्तकारी थ्याङ्क यू अर्जेन्टिना ऊ त सुत्न गइसक्यो वर्ल्ड कप ल ऑरेंज बॉल कुकर चीनी वाला ल ह्यापी बर्थडे बाय